यो व्हाट इज अप गाइज वेलकम टु माई च्यानल। सो सिओसीमा एपिसोड 1 मा हामीले टाउन हल 1 बाट टाउन हल 3 मा कन्भर्ट हानिथ्यौँ र मैले अफलाइन पनि धेरै ग्राइन्डिङ गरेँ। त्यसपछि टाउन हल 3 बाट टाउन हल 4 मा अपग्रेड हानिछु। अपग्रेड टाउन हल त अपग्रेड हाने नै हाने होइन, साथमा डिफेन्सहरू अनि यो हिरो हल पनि बनाइछु। हिरो हल भनेको चाहिँ यहाँ चाहिँ अब हिरोहरू आउँछ। धेरै अपग्रेड हानिछु यार, अफलाइन ग्राइन्डिङ खतरा हानिछु। यो अब यो भिडियोमा नि हामी खतरा ग्राइन्डिङ हान्छौँ। यहीँ मेरो बेसमा यहाँ कतिजनाले रेड पनि हानिन्छन्। लेट्स टेक रिभेन्ज होइन। यो किङ भाइले पनि रेड हानेर आइज। पहिला हेरौँ यसको रेड कस्तो छ, कसरी हानेछ, अनि त्यहाँबाट रिभेन्ज लिउँ। फास्ट फर्मरमा पारौँ होइन। हेरेर भाइ मेरो बेसमा घुस्नु पारेछ त। अनि रिभेन्ज लिने हो। यसले मेरो बेसमा कसरी अट्याक हान, अब खतरा रिभेन्ज लिने। यसको पहिला बेसहरू पनि कस्तो छ अनि त्यो अनुसारले प्लानिङ हानेर होइन। यसको बेस पनि यसको टाउन हल 5 रहेछ नि। टाउन हल 5 होइन, टाउन हल 6 रहेछ त। लौ मुला खतरा हो कि क्या हो। विजा टावर नि रहेछ यहाँ बाहिर एउटा। टाउन हल 6 को रहेछ। टाउन हल 4 को टाउन हल 6 कोमा अट्याक हानेर नि टफ परिहाल्छ नि। ओके, यहाँ एउटा ग्याप रहेछ। यहाँ हामीले ट्रुप्सहरू डिप्लोय गर्न सक्यौँ। ओके, नाइस 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 नाइस। कमन यार, सक्छ कि सक्दैन। यहाँ एयर डिफेन्स छ लेभल 6 को। यही एयर डिफेन्सले अलि ल्याङ हान्छ जस्तो छ क्या। ओके गाइज होइन, सी माई प्लान के छ भनेदेखि यहाँ एउटा एयर डिफेन्स छ है। ए मुला ल लेट्स गो। यहाँ एउटा एयर डिफेन्स छ। यहाँ हामीले होइन 2-3टा ट्रुप्स हालेर यो एयर डिफेन्सलाई टेकडाउन गर्ने हो। त्यहाँबाट के छ भनेदेखि यहाँ अलिकति खाली ठाउँ रहेछ। यहाँ हामीले ट्रुप्सहरू हाल्ने मेरो। यहाँ 3-4वटा जाइन्ट हालेर यो विजर टावर, यो आर्चर टावरलाई हो यतिलाई डिस्ट्र्याक्ट हान्ने हो। त्यति बेलासम्म हामीले यहाँबाट बेलुन्सहरू अब झारेर यो डिफेन्सहरू सबलाई टेकडाउन हान्ने। त्यहाँबाट बाँकी रह्यो अब चाहिँ ठिक छ होइन। अनि यहाँको विजर टावरलाई नि ट्रुप्सहरू हालेर टेकडाउन हान्ने हो। मेन समस्या कहाँ हो भनेदेखि यहाँ यो डिफेन्समा आयो क्या। यो एयर डिफेन्समा यो एयर डिफेन्सले ल्याङ हान्छ जस्तो छ यार। यो एयर डिफेन्सलाई चाहिँ के गर्ने भने यहाँबाट बेलुनहरू छोड्ने अनि होपफुली मारोस्। अब बेलुनहरूले नि यो टेकडाउन हानोस्। अरू त नो अदर अप्सन यार। न स्पेल छ, टाउन हल 4 मा छ यार। लेट्स गो यार। त्यही हो स्ट्राटेजी। 3टा जति जाइन्ट, 3टा नि पर्छ पर्दैन आई डोन्ट नो यार। किनकि हामीसँग बार्बेरियन किङ पनि छ, यसले पनि ट्याङ्क हान्छ। त्यो 2टा मात्रै गरौँ। अनि त्यहाँबाट हामीलाई ट्रुप्स चाहियो। ओके एकछिन है, एकछिन। ट्रुप्समा के हालौँ यार। यो हालौँ अनि आर्चर 5वटा हालौँ। ओके, अनि त्यहाँबाट एउटा बेलुन हालौँ। आई थिङ्क पर्फेक्ट हुन्छ यार यति भए। त्यही हो यार, पर्फेक्ट हुन्छ अकर्डिङ टु आवर प्लान। यहाँको त एयर डिफेन्स रहन्छ त, बन्दै रहेछ यार। ओके नाइस नाइस। सिसी पनि बन्दै रहेछ। सिसीबाट कुनै ट्रुप्सहरू ननिक्लियोस्। अरू त एज अकर्डिङ टु प्लान हो। लेट्स गो। पहिला यहाँ ट्र्याप्सहरू छ कि हेरौँ। ओके रहन्छ, त्यसो हालौँ है। 2टा जाइन्ट हो भाइ। अनि त्यहाँबाट यहाँबाट बेलुन स्टार्ट हानौँ। ओके नाइस। अनि भाइ यो हानौँ। बेलुन छिर्जा यहाँबाट पनि बेलुन छाडिदिउँ। जा भाइ जा। ओ यार ट्र्याप्स। यो एयर डिफेन्सले ल्याङ हान्यो क्या। ला गयो यो अट्याक यार। छ्या, एडीले यस्तो ल्याङ हान्यो नि। टाउन हल 6 को छ अनि टाउन हल 4 ले कसरी सक्छ। अनसक्सेसफुल रिभेन्ज यार गाइज। ठिकै छ यो ब्रो जे हुनु भइसक्यो। अब राम्रोसँग अट्याक हानौँ होइन। हाम्रो आफ्नो बेसलाई अपग्रेड हानौँ। लेट्स गो विथ दिस ट्रुप। यो हाम्रो टाउन हल लेभल फाइनली अपग्रेड भयो। यो के हो ओए, नयाँ आएछ त यो स्पेल फ्याक्ट्री भन्ने। यहाँबाट चाहिँ हामीले स्पेल बनाउन सक्छौँ। ठिक नयाँ कुरा धेरै आएको रहेछ। सबैलाई अपग्रेड हानौँ होइन यसलाई नि। ओके, डिफेन्सहरू के आएको रहेछ।
डिफेन्समा विजर टावर भन्ने एउटा नयाँ आएको रहेछ, अरू त सबै सेमै हो। क्यानन र यो के अरे यो धनुषवाला। यो पर कमन आइटमहरूलाई चाहिँ राखौँ। अनि त्यहाँबाट ट्र्याप्स पनि नयाँ आएको रहेछ, एयर बम भनेर। ठिक ओके, बम पनि आएको रहेछ 2टा। यो स्पेल बनाऊँ है त, त्यसो भए 6 घन्टा लाग्ने रहेछ। आम्मामा कत्रो टाइम हो। हाम्रो बिल्डरहरू सबै बिजी यार, सक्यो। फेरि कति रे यार, म्याक्स 1 घन्टा रुक्नुपर्छ अर्को बिल्डर खाली हुन। 1 घन्टा छ, 2 घन्टा छ, 6 घन्टा छ। दामी हो नि यार। हाम्रो यो पनि यहाँ पनि ट्रुप्सहरू अझै हाल्न मिल्यो। बेलुनै हालौँ है, मास बेलुन हालौँ। ओके नाइस, अट्याक हानौँ, एउटा अट्याक हानौँ हामी। ओके 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 ओके, यो बेस पनि खाइदिन्छ, त्यस्तो गाह्रै छैन। ठिक छ, यो बेसमा लुट छ, त्यही भएर यो बेसमा अट्याक हानौँ अब। अरू त कुनै छँदै छैन। लेट्स गो, किङलाई यहाँ छाडिदिउँ अनि लेट्स गो फर द अट्याक। इजी हो यार यो बेस, केही त छैन यो बेसमा भाइ। ओके के हो भाइ, हान्छ कि क्या हो? ओके नाइस, इजी यार इजी। यो बेस पनि इजिली 3 स्टार। भेरी 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 नाइस। यस्तै चिन्दी बेसहरू छ क्या। यो सुरुको टाउन हलमा यस्तै हो यार, ट्रुप्सहरू पनि धेरै हुँदैन, बेस पनि त्यस्तै आउँछ। एउटा लेआउट चाहिँ बनाऊँ, यहाँ लेआउट खाली रहेछ, बेस बनाऊँ हाम्रो। ओके सब खाली गरौँ। ओके, मैले मेरो बेसको लेआउट चेन्ज गरिसकेँ। मैले अहिले यसो एनालाइज गरेर बनाएको हो, अलिक खतरै छ जस्तो लाग्छ मलाई चाहिँ। अब के हो त्यो त इनिमीले रेड हानेपछि थाहा पाउँछ होइन। यहाँ मैले डिफेन्सहरू चाहिँ सबै भित्र राखेको छु, वालभित्र, अनि अरू रिसोर्सेसहरू सबै बाहिर राखेको छु, किनकि डिफेन्स कम फर्स्ट होइन। डिफेन्स छ भने हामीले जित्यो क्या, अब वार जित्यो, त्यही भएर डिफेन्स त बाहिर राख्नु भएन। अलमोस्ट सबै डिफेन्स भित्रै छ, वालभित्रै। यही एउटा क्यानन र अनि यहाँ एउटा विजर टावर बाइक हामीसँग वाल पुगेन, त्यही भएर मैले यसलाई बाहिर राखिदिएँ। अनि डिफेन्सहरूले सबै होल म्यापै कभर गरिछ। आर्चर टावरले यति, अनि यो यति 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 चाहिँ अलमोस्ट सबै रिसोर्सहरूलाई प्रोटेक्ट गरिछ डिफेन्सले। अनि ट्र्याप चाहिँ अलिकति लगाउन आएन मलाई, अरू त बाँकी ठिकै छ।